त्यहाँबाट देखिरहेछ तराई। फाइनली उत्रिसक्यौँ र आइसकेको छौँ कन्याममा। गाइस स्वागत छ तपाईहरुलाई मेरो अर्को नै ब्लगमा। आज जाँदैछौँ हामी घुम्नको लागि कन्याम। सो धेरै इन्ट्रेस्टिङ ब्लग हुनेवाला छ, हेर्दै गर्नु होला। सो फाइनली निक्लिसकेको छौँ। बडा कमजोर लेग पीस है के हो तेरा हड्डी है मेरा हेर हड्डी अम्मा पहलवान त भन्दा त राम्रो छ। हेर त कति हड्डी छ, हड्डी कति तेरा हड्डी खानेको भन्दा 10 गुणा धेरै खान्छ। फाइनली इलामको रोङ गाउँपालिकामा आइसकेको छौँ। यहाँ चाहिँ यसो हेर्न उत्रिरहेको छौँ। अगाडि चाहिँ हाम्रो पुरै यो त्यहाँबाट देखिरहेको छ तराई। रियलमा लास्टै खतरा देखिरहेको छ। र यहाँ छ हाम्रो अहिले गाडी खतरा छ नि। र अब अलिअलि पितिक पितिक जाडो हुन थालेको छ भाइ। माथि बादल खतरा भ्यू छ। घाम लागिरहेछ यता पानी पर्छ। अब हामी जाउँ कन्याम। पुरा घाम लागिरहेछ, घाम त उकिरहेछ पुरै। यहाँ चाहिँ पानी पर्न आँटे जस्तो भइरहेछ। यताको बादल एकदम सेतो सेतो छ गाइस। र यो पहाडतिरको कालो कालो अब खाजा खाना आएको छौँ यहाँनिर। फर्स्टै भोक लागेर 3 भन्दा यहाँ चाहिँ खाना खाइसक्यौँ। अब कहाँ जान्छौँ? कन्याम। फाइनली उत्रिसक्यौँ र आइसकेको छौँ कन्याममा। सो हामी जाँदैछौँ तल। किन जाँदैछौँ थाहा छैन। चाहिँ निक्लिने बेला भइसकेको छ। गाडीमा उठिसक्यौँ। यति धेरै पनि छैन। सो घर आएर लुगा चेन्ज गरिसकेँ र आई होप तपाईँहरूलाई आजको ब्लग मन पर्यो होला। मन पर्यो भने लाइक शेयर कमेन्ट सब्सक्राइब गरिदिनु। अनि मलाई टिकटक र इन्स्टाग्राममा फलो गरिदिनु। फेसबुकमा पनि एड फ्रेन्ड गर्न सक्नुहुन्छ। लिङ्क सबैको डिस्क्रिप्सनमा छ, गरेर चेकआउट गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।